यहाँको मौसम। मलाई यो बाटो एकदम मनपर्छ। ल अब यसरी नै जाँदै गर्छौँ हामी। लगभग हाफ एन आवर जस्तोको जर्नी हुनेछ यो। इफ बिचमा जामहरू भएन भने चाहिँ आधा घन्टा जस्तो आइपुग्छौँ। म बिचबिचको बेला केही इन्ट्रेस्टिङ आयो भने म हाल्नेछु। त्यहाँ पुगिसकेपछि पनि म देखाउनेछु हामी कहाँ जाँदैछौँ भनेर। दिस इज मस्काट। यो चाहिँ मस्काट हो। अनि यहाँको वेदर चाहिँ हाम्रो मान्छेको भनाइ छ नि त, अब यो जिसिसीहरूतिर गल्फ कन्ट्रिजहरूतिर एकदम गर्मी हुन्छ भन्छ। यताबाट चाहिँ एयरपोर्ट जान्छ है। यताको यो वे चाहिँ ठ्याक्कै यो लेनदेखि यतादेखि उता चाहिँ यो गाडीदेखि पल्लो लेन चाहिँ एयरपोर्ट जान्छ। मैले के भन्दै थिएँ भने यो गल्फतिर चाहिँ एकदम गर्मी हुन्छ, खाडी भनेको गरम हो यस्तो उस्तो भन्ने सुनेको थियो। अनि मलाई पनि डर लागेको थियो यहाँ आउनुभन्दा अगाडि चाहिँ एकदम गरम हुन्छ होला है। तर आई वाज रङ। यहाँ आइसकेपछि चाहिँ मलाई थाहा भयो खाडी चिल हुन्छ, यस्तो राम्रो वेदर हुन्छ, ओसियन हुन्छ। यसरी डेट्सको रुखै रुख हुन्छ, गार्डन्स हुन्छ, पार्क्स हुन्छ, रमाइलो हुन्छ, बाटोभरि फुल हुन्छ। कति राम्रो यहाँ पनि बाटोभरि फुलै फुलेको छ। यो बिचबिचमा व्हाइट फ्लावर्सहरू, उता गार्डन्सहरू, यस्तो राम्रो राम्रो गार्डन्सहरू हुन्छ। त्यही भएर यो मिठो गर्मी हुन्छ इन कम्पेरिजन टु नेपाल। त्यस्तो गर्मी चाहिँ हुँदैन। म विराटनगरको हो नि त। अब त्यहाँनिर चाहिँ कस्तो भने म गर्मी ठाउँमै बसेको, म पछि झापा पनि बसेको। मलाई चाहिँ त्यहाँभन्दा यहाँ चाहिँ शीतल लाग्यो। अब आई डोन्ट नो अरूलाई कस्तो लाग्छ। तर टेम्परेचर हेर्दा पनि यहाँनिर त हाइएस्ट पनि 39 त्यस्तो थियो क्या हो हाम्रो गर्मीको बेला। अहिले त अब झन् चिल्लै छ। नेपालमा त 42 43 मा बसेको। अनि म त फेरि ह्युमिडिटी त्यस्तै। यहाँ त्यति साह्रो ह्युमिड मलाई लागेन। ड्राई टाइपको हुन्थ्यो, निस्किँदाखेरि त्यो शरीर चिपचिप हुने भयो भने चाहिँ अलिक झ्याउ हुन्छ। त्यही भएर मलाई चाहिँ एकदम मन पर्यो ठाउँ। अरूहरूलाई कस्तो लाग्छ? अब दुःख भनेको सबैजनाको आफ्नो आफ्नो काम अनुसार, ड्युटी आवर्स अनुसार गाह्रो सजिलो भन्ने हुनसक्छ। तर शीतल नै छ, त्यस्तो छैन। ग्रिनेरी छ। अब हाम्रो काठमाडौँभन्दा त धेरै ग्रिनेरी छ यो मस्कट ओमान। अब फुलहरू रुखहरू कस्तो मजाले म्यानेज गरेर लगाएको छ। अब यस्तो खडेरी जस्तो ठाउँ भन्छ नि त मान्छेले त, गल्फ बालुवा मरुभूमि जस्तो ठाउँ भन्छ। तर हेर्नुहोस् मरुभूमि पनि यति राम्रो सिटी बसाल्न सकिन्छ भन्ने कुराको इक्जाम्पल हो क्या। त्यही भएर सरकार बलियो भयो भने देश यस्तो सुन्दर हुन्छ। हेर्नु न कहीँ ट्राफिक प्रहरी छ त छैन नि। सबै आफ्नो धुनमा मजाले चलाइरहेछन्, डिसिप्लिन भएर रुल्स एन्ड रेगुलेसनमा रहेर। कोही चाहिँदैन क्या तपाईँहरूलाई एकदम हेरेर बस्नलाई। हेर्नुहोस् त अब जे भयो के गल्ती भयो भने सिसिटिभीले खाच्याक्क पार्छ, सक्यो। त्यति हो प्रहरी भनेको। ट्राफिक प्रहरी यहाँको सिसिटिभी हो। झिलिक्क पारेपछि सक्यो। हेर्नुहोस् त रोड हेर्नुहोस् क्या, मरुभूमिको रोड हेर्नुहोस्। तपाईँहरू मरुभूमि भन्नुहुन्छ होइन? हेर्नुहोस् कति राम्रो छ, कति विकसित छ यो देश। यहाँको जनतालाई यस्तो सुख त कतैको जनतालाई छैन। हेर्नु न फ्लावर्सहरू बाटोभरि हुन्छ। कतैको जनतालाई छैन होला यहाँको जस्तो सुख। यहाँकाले कामै गर्दैन। आनन्द होइन, सुकिलो भयो। टक्क लग्जरियस गाडीमा हिँड्यो, अनि टक्क मलमा गयो, बस्यो, कफी खायो, चिलमा। काम जति सबै बाहिरका देशका मान्छेले गरिदिने हो। उनीहरू चाहिँ घर भाडामा लायो, बस्यो। बिजनेसहरू अरूले गर्ने, तर उनीहरूको पर्मिसन बिना बिजनेस गर्न पाउँदैन। त्यस्तो छ। अनि उनीहरूलाई पैसा त्यहीँबाट आउँछ। सरकारले एजुकेसन फ्री, हेल्थहरू सबै फ्री। अनि त्यति भएपछि त अरू चिज त के हुन्छ र? खाना लाउन त खासै गाह्रो हुँदैन नि त। त्यस्तो छ है। त्यही भएर सरकार बलियो हुनुपर्छ, भिजनरी हुनुपर्छ। जनताले यसै सुख पाउँछ क्या। यस्तो हुन्छ क्या देश। हाम्रो देशमा के छैन? जलस्रोतको धनी, वन जङ्गलको धनी खै त। अझैसम्म ठाउँमा पुग्ने ठाउँमा पनि रोडहरू पुगेको छैन क्या। अब तराईकै ठाउँहरू प्लेन्स हो नि त, त्यहाँ त सबै इन्फ्रास्ट्रक्चरहरू पुग्छ नि त। र पनि
बाटोहरू ग्राभल छ होइन, जहाँ पाए त्यही खाल्टो छ, म्यानेज नै छैन। यहाँ हेर्नुहोस् न यस्तो छ क्या। मलाई चाहिँ एकदम मन पर्यो गल्फ भनेपछि। यहीँ बसेर काम गरेर बस भन्यो भने नि म त बस्छु बरु। कुरो त्यस्तो हो। अब हेर्नुहोस् न, हरियाली नै हरियाली देख्नु हुँदै छैन त, यति राम्रो हरियाली। यहाँ अब डेट्स नै डेट्स छ बाटोभरि। टिप्यो खायो केही छैन कि चिलमा। अर्को राम्रो कुरा यहाँ के भने, यहाँ जो कामदार राखेको हुन्छ नि यो सबै म्यानेज गर्नलाई, एकदम इमान्दार है। आउँछन् आफ्नो टाइममा टक्क पानीहरू सबै यताउति कहाँ कुन बिरुवामा हाल्ने त्यो सबै हाल्छन्, फुलहरू गोडमेल गर्छन्। डेट्सहरू फुल लाग्न थालेपछि होइन टक्क उनीहरू म्यानेज गर्छन्, यो छोप्छन् त्यो दानाहरू लाग्न थालेपछि चराले नखाओस् भनेर। टक्क पाकिसकेपछि अब जनताले नि खान पायो, उनीहरूले पनि नभए लिएर जान्छन्। अब के गर्छन् त्यो चाहिँ थाहा भएन। मैले चाहिँ टन्नै डेट्स खाएको छु। एक सिजन डेट्स मजाले खान पाएँ। अब यो नेक्स्ट सिजन पनि बर्डिङ हुँदैछ। हेर्नुहोस् त कति राम्ररी म्यानेज गरेको छ। यस्तो राम्रो जग्गा हेर्नु न, फ्लावर्सहरू टक्क बाटोभरि फ्लावर्स हुन्छ क्या। कस्तो मजाले गोडमेल गर्छन्, पानी पठाउँछन्, सफा राख्छन्। अनि तपाईँहरूले सुनेको गल्फ र यहाँको रियल गल्फ यस्तो छ है। मान्छेले भन्छ नि त बिचरा खाडीमा दुःख गर्दैछ भनेर। मैले प्रायः नेपालीहरूलाई देखेको पनि मलहरूमा देखिरहेको हुन्छु होइन। अब मलहरूमा त्यस्तो 10 आवर्सको ड्युटी हुँदा पनि अब राम्रै हुन्छ, आराम नै हुन्छ जस्तो लाग्छ। टक्क शीतल हुन्छ, राम्रो हुन्छ। हाम्रो नेपालमा जस्तो त्यो हुन्छ नि एकदम झ्याउ, आफ्नो ड्युटी आवर्सभन्दा पनि धेरै काम गर्नुपर्ने, अलिक धेरै नै पेलाउन खोज्ने, त्यस्तो हुँदैन। आफ्नो जिम्मा हुन्छ। अब स्टोर किपरले आफ्नो सबै स्टोरको काम गरिरहेको छ, अर्को काम गर्नु पर्दैन। जसलाई जे दिएको हुन्छ काम नभए पनि उभि चाहिँ राख्नुपर्ने रहेछ। तर ठिकै छ जस्तो लाग्छ। मैले देखेको छैन। अब हुनसक्छ भित्र केही उहाँहरूको छुट्टै केही दुःख पीडाहरू होला, भोगाइ होला। हामीले देख्नेलाई भन्दा भोग्नेलाई थाहा हुन्छ नि त। त्यही भएर द सिनारियो माइट बी डिफ्रेन्ट, तर ठाउँ चाहिँ राम्रो छ है। मैले ठाउँको बारेमा चाहिँ स्पेसली ठाउँको बारेमा भन्न खोजेको, ठाउँ यस्तो छ भन्न खोजेको। यतातिर अब तर नेपालीहरू भन्दा नि धेरै चाहिँ अब इन्डियन हुनुहुँदो रहेछ क्या यतातिर। हाम्रो भारतीय नागरिकहरू धेरै हुनुहुन्छ जहाँ पनि। यो सबै बिजनेस गर्नेहरू सबै भारतीय नागरिक। अहिले भर्खर यहाँ एउटा लुलु कट्यो, सबै भारतीय नागरिक। हाम्रो नेपाली हुनुहुन्छ उहाँहरू पनि लुलुमा वर्क गर्नुहुन्छ। तर यहाँको अनरहरू प्रायः चाहिँ सबै इन्डियन हुनुहुँदो रहेछ। चाइना मार्केट, ओके बुढा हामी त चाइना मार्केटनिर आएछ नि त, भरे फर्किँदा बस्नुपर्छ। दिस इज चाइना मार्केट। यहाँ आउने हामीले सोचिरहेको थियौँ, एकचोटि चाहिँ आएको छ, फेरि आउने भन्दै थियौँ, भरे बाटो पर्ने रहेछ। कति सुन्दर छ हेर्नुहोस् त, फुलै फुल। मलाई त कस्तो राम्रो लाग्छ। यता ठुल्ठुलो बिल्डिङहरू चाहिँ बनाउन पाउँदैन क्या हो। यिनीहरूले आफ्नो एकदम इतिहासलाई जोगाएर राखेका छन्। दुबई चाहिँ अलिक मोडर्नाइज भइसकेको छ होइन उनीहरू, तर ओमान चाहिँ सबै आफ्नो आर्किटेक्चरहरू सबै राम्रोसँग राखेको छ क्या जोगाएर। ठुल्ठुलो बिल्डिङ्सहरू बनाउन पाउँदैन। कलर पनि घरको कलरहरू त्यो रङ्गी बिरङ्गी भन्ने त्यस्तो हुँदा सायद यो उनीहरूको यो कलर नै वाइट र यो क्रिम यस्तो टाइपको कलरहरू नै उनीहरूले प्रायः बिल्डिङहरूमा लाउन अलो गर्छ होला जस्तो लाग्छ। तर वाइट नै राम्रो देखिन्छ नि। मेबी त्यो अब सनलाइटलाई रिफ्लेक्ट यस सनलाइटलाई रिफ्लेक्ट गर्नको लागि नै यस्तो लाग्छ, नभए त हो नि। त्यही भएर मैले तपाईँहरूलाई आज पुरै देखाउँदैछु है। म प्रायः दिउँसो निस्किदिनँ यताउति। हामी यो त अझै टाढै छ त। हामी त अब त 6 मिनटमा हामी पुग्नु आँट्ने रहेछ नि त। यहाँ अब ऊ आउँछ क्या एउटा यस्तो माथि चढ्ने ठाउँ, सिधै गयो भने हुन्छ। यही लेनमा बसिराख्यो भने त्यो लगभग पुगिन्छ कि। यो त टर्किस मार्केट रहेछ। यो चाहिँ सबै टर्किसहरू पाउने होला। यहाँ चाहिँ टर्किस मार्केट रहेछ, देख्न सक्नुहुन्छ टर्किस मार्केट।
यस्तिको टर्किसहरूले चाहिँ कसरी बोल्ने होला है कुनै बोल्छ होला है अरबिक आउन आँट्यो होला के एकछिन हेर ल अब आउन आँट्यो हामी अब एकछिनलाई पज गर्छौँ त्यसपछि फेरि म त्यहाँ पुगेर खिच्छु है त हामी लगभग आइपुग्न लाग्यो अब 3 मिनट्स देखाएको छ यो राउन्ड अबाउटबाट फर्केपछि हामी आइपुग्छौँ दिस इज राउन्ड अबाउट यो अर्कै खालको राउन्ड अबाउट रहेछ है मेरो बुढो चाहिँ पुरै चलाइराख्नु भएको छ रमाइलो लाग्दैछ आज फर्स्ट टाइम मेरो बुढोले ड्राइभ गरेर सिभाउनु भएको आफैले नभए अरू बेला हस्पिटलबाटै आउनुहुन्थ्यो आज फर्स्ट टाइम आफै सेल्फ ड्राइभ गरेर आउनुभयो हाउ आर यु फिलिङ बुढो नाइस वान अबदेखि त तपाईँ आफै गरेर आउँछ ड्राइभ गरेर आउँदा हुन्छ फ्राइडे रोड पनि खुल्ला हुन्छ खुल्ला नभए पनि तपाईँ सक्नुहुन्छ यस्तो यो बाटो त खासै ऊ त्यहाँ रहेछ अल अरामी बोर्ड भन्ने यो हो है हामी पुग्नुपर्ने ठाउँ कहाँबाट भित्र चाहिँ अर्को बाटो छिरेको खोइ त यहाँ त जाँदै हुनुहुन्छ त अब घुम्ने रहेछ नि त बिस्तारो हामी आइपुग्यौँ हाम्रो डेस्टिनेसनमा यहाँनिर पेट्रोल पम्प पनि रहेछ यो गाडीमा हुनसक्छ हामी आइपुग्यौँ सेफली यस बुढोले गर्दै हुनुहुन्छ यता होला नि पार्किङ कि कता यही हो है हाम्रो आजको वर्क प्लेस यताबाट चाहिँ बस्न मिल्दो रहेछ यताबाट यता हो कि यहाँ एरो देखाइरहेको छ रामी यही हो हाम्रो आजको वर्क प्लेस यहाँ पनि पुरै राजाको यत्रो ठुलो राखेको रहेछ यहाँ तल बात भन्ने प्रोम्याक्स पनि रहेछ त ओके हामी आइपुग्यो यु क्यान पार्क हियर उता पनि लान मिल्ने रहेछ यता पनि पार्किङ गर्न मिल्ने रहेछ त त्यता पनि पार्किङ राखिरहेको छ त्यस छैन पार्किङ त्यता नि रहेछ त पार्किङ कि होइन हो क्या तर सिडी राख्ने ठाउँ रहेछ यता यिनीहरू पनि पार्किङ त होला नि योहरू पनि राख्दा शीतलमा राख्ने कि उहाँ राख्नु न यता पार्क गर्दा हुन्छ ल हामी चाहिँ आफ्नो डेस्टिनेसनमा आइपुग्यौँ त्यही भएर अब भित्र बसेपछि देखाउँछु बाई बाई यस्तो छ यहाँ चाहिँ जम होला आजको मौसम चाहिँ कस्तो राम्रो छ क्या शीतल छ यो चाहिँ यो मल एरिया हो बुढो जाने होइन फाइनली यु अराइभ्ड वी अराइभ्ड छोडिदिनु अब बन्द गरिदिनु के पर्दैन मस्ताना मौसम है भन्ने जस्तै छ है मौसम चाहिँ लास्टै राम्रो लाग्यो यार मलाई आज
कुन फ्लोरमा हो वानमा होस् राख्छु। हामी त ग्राउन्डमा छ 1 मा पुग्यो टुङडुङ ओइ कस्तो अँध्यारो हो ओके हामी आइसक्यौ हाम्रो लोकेसनमा Dun, dun, dun. I love this juice. I love this mango juice. Yes. यस्तो छ आज हजुर अहिले न डन 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 यहाँ ऐना रहेछ कि म ऐना हेर्छु ल दिस इज मी हेर्दा चाहिँ यो डेन्टल चेयर जस्तो देखिन्छ बट दिस इज नट अ डेन्टल चेयर ओके यहाँ चाहिँ ब्लड डोनेसन गर्ने डोनरहरूलाई सुताउने ठाउँ हो ओके यो क्याबिनहरू हो डक्टर्सहरूको क्याबिन कस्तो राम्रो प्लान्ट्सहरू लाउँछ क्या यो डक्टर्स क्याबिनहरू हो उहाँ हुनुहुन्छ यहाँको डाक्टर साहब उहाँको क्याबिन यहाँ छ यो चाहिँ डोनरहरूको वेटिङ लन्ज हो दिस इज अ वेटिङ लन्ज यहाँ वेट गर्छ यो चाहिँ मल हो है दिस इज रिसेप्सन यहाँ पनि वेट गर्ने यो अर्को साइडबाट हेर्दा यस्तो छ है ड्यान यो चाहिँ मल हो है हामी मल आइपुगेका छौँ दिस इज मल यो सो यहाँ पनि रहेछ यो सो ओके बाई यति हो आजलाई है त